हिजो गगन थापाले जनकपुरमा गरेको चुनावी आमसभाको भिडियो एकपल्ट तपाईँहरू हेर्नुहोस्। मैले त्यसको थोरै विश्लेषण गरेको छु, त्यस पछाडि म त्यो विश्लेषण हजुरलाई सुनाउँछु। हेर्नुभयो होला, यो आमसभालाई चाहिँ मैले दुई भागमा विभाजित गरेको छ। दुईवटा केन्द्रमा चाहिँ मैले विश्लेषण गरेको छु। एउटा केन्द्र भनेको उनीहरूले दिएको नारामा त्यहाँका जनताहरूले भनेको प्रतिक्रिया, जस्तो अब की बार भन्ने नारामा अब मेरो कान खत्तम भयो कि के भयो तपाईँहरूले पनि दोहोऱ्याएर सुन्न सक्नुहुन्छ। अब की बार भन्दा बालेन सरकार भन्ने आवाज मैले त्यहाँ कता कता सुने जस्तो लाग्यो। तपाईँहरूले एकपल्ट गरेर 2-3 खेप मैले सुने, तपाईँहरूले पनि सुन्न सक्नुहुन्छ। अर्को कुरो के भयो भने जेनजीको उपस्थिति कम्ती थियो। कम्ती भन्दा पनि एकदमै कम्ती थियो जेनजीको उपस्थिति। त्यहाँ एकदमै 50 क्रस का बुढाबुढी, धेरै बुढाबुढीहरूको उपस्थिति ज्यादा थियो। अब बुढाबुढीको उपस्थिति ज्यादा हुनुको रहस्य चाहिँ के हुनसक्छ भन्दाखेरि उनीहरू भनेको कृषकहरू ज्यादा थिए। काममा व्यस्त मान्छेहरूको उपस्थिति ज्यादा हुनुको कारण उनीहरूलाई केही लोभ लाभ दिएर चाहिँ उनीहरू काम गर्ने मान्छेलाई चाहिँ जबरजस्ती लोभ लाभ दिएर चाहिँ केही उपाय लगाएर चाहिँ आमसभामा जबरजस्ती ल्याइएको अवस्था देखियो। त्यो यो मैले कुन आधारले बोल्दैछस् तैँले यो भनेर सोध्नु होला। एकपल्ट त्यहाँ बसेका जनताहरूको एकपल्ट अनुहार हेर्नुहोस्। उनीहरूको अनुहार हेर्दाखेरि एकदमै मलिन, कतिखेर आमसभा सिद्धिन्छ र अनि जौला भन्ने खालको अनुहार थियो, जुन चाहिँ एक प्रकारको गगन थापालाई भेट्न जाँदैछु भन्ने एक प्रकारको उत्साह, एक प्रकारको चाहिँ त्यो जोस जाँगर, त्यो खालको केही पनि मैले चाहिँ भेटिनँ, देखिनँ। एकपल्ट भिडियो निहालेर हेर्नु होला, ती बुढाबुढीको अनुहारहरू निहालेर हेर्नु होला। के अरे स्टेजमा एकदमै जोड जोडले कराएर चिच्याएर कराइरहेका थिए, तर त्यो स्टेजको जोस बराबरको जनतामा जोस चाहिँ मैले देखिनँ। जसरी बालेन र रवि को स्टेजको जोस भन्दा बढी यता जनताको जोस देखिएको थियो। तर यो गगन थापाको आमसभामा चाहिँ त्यो स्टेजको जोस एकदमै 90% मा थियो भने यता जनताको जोस भनेको 10% मा थियो। त्यो दुईटा विश्लेषण मैले गरेको छु यो गगन थापाको आमसभामा। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु।